हामी आत्मा हौ, हामी शरीर होइन, हामी बुढो हुँदैनौँ, हामी हरेक समय जवान हुन्छौँ होइन। यो पञ्चभौतिक शरीर हो, बुढाबुढी हुने पञ्चभौतिक शरीर हो, उमेर यो शरीरको हुन्छ। न हामी जन्मन्छौँ न हामी मर्छौँ। अब यस्तो साथी ग्रुपमा भएपछि डर के को। मलाई दुःख सुख होइन, परिवारमा जसलाई पनि आउँछ नि होइन, गृहस्थीमा दुःखहरू पनि सेयर गर्न गाह्रो हुने सुरु सुरुमा होइन। अनि त्यस्तो बेलामा चाहिँ मैले यो अध्यात्ममा खोज्ने के कसरी दुःखबाट निवृत्ति गर्ने, दुःख किन हुन्छ, हामी किन जन्मेको होइन, अनि किन यस्तो स्ट्रगल गर्नुपर्छ। अब बाहिरबाट हेर्दाखेरि भौतिक प्राणीहरू सबै सुखी जस्तो देखिन्छ होइन। सुखी भौतिक सुख पनि छ, हामीलाई नभएको होइन नि होइन। हामीले भनेको जस्तो खान पाइरहेछौँ, भनेको स्टाइलले बस्न पाइरहेछौँ, तर पनि त्यो एउटा पार्ट, एउटा अर्को पार्ट चाहिँ नि किन ग्रिफ छ होइन, त्यो मलाई सर्च गर्न मन लाग्यो। त्यसमा घाँटी दुखेको बेलामा के गर्ने कसो गर्ने, जस्तो कि ज्वानो भुट्ने होइन, अनि एउटा सुती कपडामा राख्ने भुटेको ज्वानोलाई, अनि त्यो तातोले घाँटो सेक्ने होइन, अनि अर्को चाहिँ नि अदुवा राखेर पानी पिउने। त्यो जुन हाम्रो गरम मसलाको भेराइटीहरू छ नि, कुनै बेला दिनमा कुन, कुनै बेला कुन, त्यसरी त्यो पानी उमालेर दुध उमालेर खाने, त्यो सबै निको पार्छ। त्यो कफ सिरपहरूमा जानै पर्दैन। बरु टाउकोमा गर्मी हुनु हुँदैन होइन, धेरै गरम मसलाहरू खाएर। अब बिहान 2टा ल्वाङ उमालेर अलिकति मरिच राखेर चिया, के अरे सादा पानीमा चिया पिदिने दुध नराखेरै। अलिकति गुलियो चाहिन्छ भने गुड राख्ने, दुधमा गुड राम्रो हुँदैन, सादा पानीमा हुन्छ। तातो पानीमा आधा चमच सिधे नुन भनेको पिङ्क सल्टलाई भन्छ होइन, त्यो घोल्ने, दिनमा 3-4 चोटि गार्गल गर्दाखेरि घाँटी सबै सफा हुन्छ। टाउको दुख्न साथै ट्याब्लेट खान जरुरी छैन, ब्रेन ट्युमर हुने समस्या हुनसक्छ। टाउको दुखेको बेलामा ल्वाङलाई पिसेर यसो लेपन गर्ने होइन, कपुर सुँगिदिने, कपुरको आधा कपुर राखेर भाप लिने, अनि अँध्यारो कोठामा प्रवचन चलायो होइन, भजन चलायो, एकदम भगवान्लाई सम्झेर पल्टिने, अँध्यारो कोठा गरेर टाउको दुखेको निस्किन्छ। कहिलेकाहीँ मलाई घरबाट बाहिर निस्किदियो भने टाउको निको हुन्छ। किन भनौँ न, त्यो बाहिर अक्सिजन राम्रो हुन्छ। पहिले आफूलाई भन्ने, मैले गर्न थालेपछि मलाई ध्यान लाग्छ नै भनेर सोच्ने। तामसी खानेकुराहरू छ, लसुन प्याज नन भेजहरू, यो नन भेजहरूले अनि यस्तो खानेकुराहरूले चाहिँ शरीरमा तमोगुण बढाउँछ होइन। शरीरमा तमोगुण बढाउने हुनाले त्यस्तो खानाले मन्त्र जाप गरेको फाइदा हुँदैन, राम्रो हुनुको सट्टा उल्टा नराम्रो हुन्छ अरे। यो ओम सहितको ओम ह्रीम क्लिम श्रीम भनेको यस्तो बीज मन्त्र भन्छ होइन। अनि तमोगुण खानेकुरा खाँदै मन्त्र जाप गर्नु मन लाग्यो भने ओमहरूलाई हटाइदिने, ह्रीम क्रिम श्रीमलाई हटाइदिने, सादा भगवान्को नाम मात्रै जप्ने रे। दिनमा 5 माला गरेरै छोड्छु भन्ने, अथवा 10 माला गरेरै छोड्छु भन्ने होइन। 25-30 माला जसले गर्छ नि, लामो समयमा ध्यान लाएर जान्छ। कसैलाई त 1 महिनामा लाग्छ ध्यान। कन्सन्ट्रेटको पनि कुरा हो। अनि मन चाहिँ नि पूर्व जन्ममा कतातिर थियो के होइन, यो जन्ममा पनि कता भगाइरहेछ मन होइन। अनि त्यस्तो सबै कुराहरूले टाइम लाग्छ भनेर पनि नसोच्ने, यस्तो गर्ने कि त प्रवचन चलाएर जप्न थाले होइन, कानमा प्रवचन गइरहेको त्यसले ध्यानलाई तान्छ कि त चाहिँ अब फुर्सद भएको बेलामा नि कोही अलिअलि त कुरा गर्न पर्छ, कोही कोही फुर्सद भएको बेलामा खालि संसारको कुरा के, त्यसको बुहारीको नाक यस्तो थियो, त्यसको यस्तो थियो, फलाना यस्तो, ढिगाना यस्तो गरेर त्यो प्रपञ्च गरिरहन्छ नि, उसलाई राम्ररी ध्यान लाग्छ जस्तो लाग्दैन मलाई। त्यको सङ्ग हो कि यो, सत्सङ्ग भन्छ कि त्यसलाई। एक आपसमा रमाइलोको लागि कुरा गर्दाखेरि पनि चाहिने कुरा पनि भइरहेछ होइन। मेन चाहिँ धेरै नै बोर लाग्यो भने नि स्पिरिचुअल लिट्रेचर्सहरू आफ्नो कोठामा राखिरहने, अलिकति 1 पेज भए पनि पढ्ने। मैले त सबै भाउजू यो क्याट वाक पनि गर्दै, यो वाक पनि गर्दै धर्म सिक्दै गरे हो, त्यस्तो केही छोड्न पर्दैन। त्यो होइन, मन पूर्व जन्मकै कर्म भनेर पनि नसोच्ने कि यही जन्ममा पनि मैले गर्दै गरेँ, सत्सङ्ग सुन्दै गरेँ भने लागिहाल्छ नि मेरो मन भनेर सोच्ने क्या। हो त नि, हो त नि, हो हो हो। अलिकति भए पनि त्यो ग्रन्थहरू पढ्यो भने धेरै फरक पर्छ। एउटा योग वशिष्ठमा रामायण संक्षिप्त भन्ने छ क्या, त्यो किताब चाहिँ नि, त्यसको किताब पनि नम्बर हुन्छ कि, अनि के बुक स्टोरमा गीता प्रेसको बुक पाउने ठाउँमा गयो भने यो नम्बरको किताब भन्यो भने त्यही दिन्छ, फरक पर्दैन। त्यो किताब आधा पेज मात्रै दिनको पढ्यो भने नि यति स्ट्रेसहरू जान्छ, खत्तम भएर जान्छ। किनभने त्यसमा लेखेको छ कि यो संसार सबै नि
त्यो बुलबुला त्यो समुद्रमा पानी बुलबुला हुन्छ नि फुट्छ केही हुँदैन समुद्रमा मिल्छ त्यस्तै किनभने हामीलाई स्ट्रेस भइरहेको हुन्छ नि ए फन्नाले यस्तो भन्यो मेरो मेरो बारेमा यस्तो सोचिदियो म यस्तो थिइनँ भन्ने हुन्छ नि त्यो पढ्यो भने यति रिलिज हुन्छ खालि यस्तैले टेन्सन भइरहेको छ हुन्छ कि हामीलाई नेपालमा पनि फन्नाले यस्तो भन्यो उसले यस्तो कुरा गरे हुन्छ नि त्यो सबै त्यो दिक्कपन नै निस्केर जान्छ कि भागेर जान्छ अँ अब अब भाउजूले पनि अलिकति सुनाउने भाउजूको सुन्ने अब अनि भगवान्ले पनि त भनिसकेको छ नि अभ्यास गर तिमी होइन अभ्यास गर्यो भने हुन्छ भनेर भनिसकेको छ त्यत्रो गीता ज्ञान भनेकै यही मनुष्यले अभ्यास गरोस् होइन परमात्मामा ध्यान लागोस् यही भनेर त हो नि अध्यात्मको अगाडि बढ्ने निष्काम सेवा पनि गर्नुपर्छ कि अब हाम्रो अँ गीता भागवतमै छ नि कर्मयोग ध्यान योग र भक्ति योग होइन कर्मयोग भनेपछि निष्काम कर्म गर्ने यही अहिले भाइजूले जुन भन्नुभयो नि अरूलाई केही गरिदिने भनेर त्यसरी अरूलाई पनि केही गरिदिएन भने यो हाम्रो स्पिरिचुअल यात्रा नै अगाडि जाँदैन नि त होइन कर्मयोग ज्ञान योग र भक्ति योग छँदैछ नि ज्ञान पनि लिनु पर्यो होइन हामी शरीर होइन आत्मा हो भनेर होइन पञ्चभौतिक भनेको के हो पाँच चिजले बने होइन पृथ्वी जल तेज वायु आकाश अब मान्छेको शरीर होइन मर्यो होइन त्यसबाट आत्मा निस्क्यो अनि आत्मा निस्किँदाखेरि अब जुन बाँकी भयो त्यो जलाउँदाखेरि नि त्यो धुवा निस्किन्छ नि आगो भयो नि त्यसमा होइन अग्नि तत्त्व बाँचेको बेलामा तात्तातो हुन्छ नि होइन हाम्रो शरीर अनि त्यो मरिसकेपछि त अग्नि हुँदैन त्यो अग्निमा मिलेर जान्छ अरे के अनि जलाइसकेपछि त्यो खरानी हुन्छ होइन बाँकी त्यो पृथ्वी तत्त्व पृथ्वीमा मिलेर जान्छ अनि अब अहिले हामीले सास फेरिरहेको छौँ भित्र वायुहरू शरीरमा छ नि त्यो जलिसकेपछि त वायु तत्त्वमा मिलेर जान्छ अनि आकाश पनि छ नि हामीभित्र होइन यो बाहिरको आकाश छ भने भित्र पनि आकाश शरीर जलेपछि त त्यो आकाश कहाँ जाने आकाशमा मिलेर गयो अनि त्यही यस्तो कुराहरूमा मन लगाइराख्यो भने नि अनि हामीले मृत्युको तयारी गर्न पाएको जस्तो पनि हुन्छ होइन नभए त एकैचोटि वात्त मृत्यु आइदिँदाखेरि तयारी नगर्दाखेरि के होला मेरो बाबु सानो बाबु सेकेन्ड बाबु सानो छँदाखेरि यति मलाई पेटको प्रब्लम भएको कसरी प्रब्लम भएको थाहा छैन हस्पिटल जानुपर्ने कि म हस्पिटलाइज नै हुनुपर्ने अनि त्यो टेस्ट गर्दाखेरि कालो कालो देखेको थियो कि अनि कालो कालो देख्दाखेरि चाहिँ अनि डक्टरहरूले नि शङ्का गरेको थियो कि त्यति बेला क्यान्सर भनेर अनि उनीहरूले फुसफुस कुरा गरेकैले मैले चाहिँ मलाई क्यान्सर भएको होला भनेर सोचिसकेको थिएँ अनि मलाई धर्म भनेकै थाहा छैन अहिले मरेर मलाई लग्यो भने कत्रो दण्ड होला होइन न मलाई भगवान् भनेको के हो थाहा छ न केही थाहा छ भनेर यति आफूलाई मृत्युको नजिक ठाने सब छोडेर जानु पर्दो रहेछ है भनेर त्यो क्लोज मृत्युको नजिक गयो कि म फिल भएको थियो अनि मैले सोचेँ कि यदि म यो क्यान्सरै भएर 2 महिनाभित्रमा मर्ने भयो भने पनि म त इन्डियाको कुनै आश्रममा गएर बस्छु जे गर्नुपर्ने सेवा त्यही 2 महिनामा गर्छु भनेर त्यस्तो मन बनाएको मैले अनि फेरि भोलिपल्ट है कहिले त्यहाँ रिजल्ट दिन आएँ कि तेरो यो चाहिँ क्यान्सर चाहिँ होइन रहेछ तँलाई चाहिँ इरिटेबल बोइल सिन्ड्रोम हो भनेर भन्यो इरिटेबल बोइल सिन्ड्रोम रे होइन त्यो इरिटेबल बोइल सिन्ड्रोम पनि केहीले पनि नआएको यही धर्मतिर लाग्दाखेरि निको हुँदै गयो अनि आश्रमहरूको पाउडरहरू हुन्छ नि के सन्त कृपा चूर्ण के भन्छ नि त्यस्तो चूर्णहरू खाएको अनि एकादशी व्रतहरू गर्न सुरु गरेको अनि माइन्डलाई चाहिँ स्थिर राख्न खोजेको लसुन प्याजहरू मलाई त छिट्टो रिकभर पनि हुनु थियो त्यति बेला अनि लसुन प्याजहरू छोडेर मन्त्र जापहरूतिर सुरु गरिहालेको अब मैले नखाएरै मन्त्र जापतिर लागे पनि मलाई हेल्थमा केही समस्या आएर मैले यो लसुन खान पर्यो होइन दबाईको रूपमा भने 1 महिना 2 महिना मजाले खायो हुन्छ त्यो मुखमा राख्नु नहुने होइन दबाईको रूपमा चाहिँ 1 2 महिना खाएर त्यो रोगलाई हिल गरेर होइन अनि फेरि ब्याक टु आउनु मिल्छ अनि त्यो त्यसरी खाएको बेलामा ओम भएको मन्त्रहरू नजप्ने त्यही सन्त महात्माले पनि त्यो त्यसै भन्नुहुन्छ मतलब मुखैमा राख्नु नहुने भन्ने त्यस्तो होइन तर अब दबाईको रूपमा लियो अनि त्यसपछि पछि छोड्न मिल्छ भनेर भन्नुहुन्छ यो सबै कार्यभारहरू भगवान्को स्टाफहरूले गर्ने हो होइन भगवान्ले सत्ता दिने हो सबैलाई होइन सबै चिज भगवान्द्वारा नै हुन्छ भगवान्को शक्तिले नै हुन्छ तर हरेक कार्यको नि कार्यभारहरू सबै जसरी एउटा अफिसमा होइन पुरै ठुलो अफिसमा स्टाफहरू हुन्छ कोही म्यानेजर हुन्छ कोही होइन असिस्टेन्ट म्यानेजर हुन्छ कोही के हुन्छ त्यसै गरेर यो पुरा ब्रह्माण्डमा पनि भगवान्को कार्यभार सम्हाल्ने विभिन्न स्टाफहरू हुन्छ होइन
नर्कमा त्यस्तै किसिमको हृदय नभएको पिट्न सक्ने उ गर्न सक्नेले कार्यभार सम्हालिरहेको हुन्छ होइन। स्वर्गमा पनि अब त्यो गेटहरू हुन्छ भन्छ क्या, कसको कर्मअनुसार को गएको छ, जान पाउने हो कि होइन, गेट खोल्ने गेट बन्द गर्ने त्यस्तो गर्छ अरे। गेट गेट अफ हेभन भन्छ नि, गेट अफ हेल भन्छ होइन, गेट अफ वैकुण्ठ भन्छ, त्यस्तो गेटहरू हुन्छ भन्छ होइन। अब हामीले आँखाले त देखेको छैन, सुन्या हो। अनि त्यो अनुसार कर्म अनुसार हुन्छ भन्छ। त्यसैले राम्रो चिजहरूमा चित्तलाई लगाइराख्नु भन्छ कि भगवान्मा मनलाई अड्काइराख्नु भनेर भन्छ। हो होइन, किनभने हामी त अब आफ्नो देव भूमिबाट आएको, हामीमा केही न केही पूर्वजन्मको संस्कार छ नि होइन, यो भगवान् मान्नुपर्ने गर्नुपर्ने होइन। अब धेरै हामीले एकले अर्कालाई सम्झाउनलाई मेहनत गर्नु पर्दैन नि होइन। यसरी भन्दाखेरि कसरी बुझ्नुहुन्छ, किनभने यो पहिलेको संस्कारले बुझेको हो नि त होइन। त्यो पनि होला होइन। अनि फेरि उसले नयाँ कर्म पनि त बनाएको हुनसक्छ नि, उसको पूर्वजन्ममा केही थिएन त्यस्तो होइन। तर उसले चाहिँ अब किनभने श्री भगवान्ले हामीलाई कर्म गर्ने स्वतन्त्रता दिइबक्सेको छ नि होइन। अनि कर्म गर्न स्वतन्त्र भएको अवस्थामा उसले जे पनि गर्न सक्छु मैले भनेर नराम्रो कर्म गर्यो भने त उसको नयाँ कर्म पनि त हुनसक्छ नि। अनि आउँदो समयमा उसले भोग्न पर्ने हुनसक्छ होइन। मान्छेको बलि दिने चलिरहेछ अरे कि नेपालमा अहिले। किन भएको रे त्यो पूर्वजन्ममा तिनीहरूले त्यस्तै मान्छेलाई मारेर अथवा के मारेर आएको रे, अनि तिनीहरूलाई त्यसरी तिनीहरूको कटिनु परेको रे, त्यो कर्मको भोग भोगिरह रे तिनीहरूले। आरती त एउटा दीप त बाल्नुहुन्छ नि होइन, प्रसाद त राख्नुहुन्छ नि। हो त्यति गरेर गर्दाखेरि त्यो हाम्रो नेपालको त्यो बाँटेको धुप हुन्छ नि, बाँटेको धुप एउटा बाल्दाखेरि चाहिँ नि मलाई खोकी आउँदैन। अनि बाँटेको धुप बाल्दाखेरि नि एकदम स्पिरिचुअल इन्भाइरोमेन्ट हुन्छ नि हाम्रो पूजा रुममा। चट्ट त्यो गरिदियो, मन लाग्छ भने त्यो गुलाब जल पनि छरिदियो मन लाग्छ भने होइन। आफ्नो त्यो प्रेयर गर्ने ठाउँहरू चाहिँ नि एकदम क्लिन राख्यो कि, त्यहाँ खाएर नजाने, भित्र पस्ने बेलामा खुट्टा धोएर पस्ने, टोयलेट गरेको लुगाहरू नलाउने, एकदम इनर्जीहरू राम्रो हुन्छ कि प्रेयर रुमको। आफूले प्रोग्रेस गर्दै गर्ने अनि अरूलाई सिकाउने, आफूले सो नगर्ने कि ए मलाई यस्तो हुँदैछ, मलाई यति प्रगति हुँदैछ, यस्तो केही नभन्ने, तर अरूलाई सिकाउन चाहिँ मिल्छ। हामीले चाहिँ आफूलाई बढी यस्तो भयो उस्तो भयो भने त्यो एउटा अहङ्कार डेभलप हुन्छ होइन। अहङ्कार डेभलप हुन थालेपछि चाहिँ नि अनि त्यो धेरै अगाडि बढ्नलाई गाह्रो हुन्छ कि, किनभने भगवान्ले हामीलाई मन पराउनु पर्यो होइन। अहङ्कारहरू हामीमा आयो भने भगवान्ले कसरी मन पराइसिन्छ होइन। त्यो भगवान्ले के मन पराइसिन्छ के मन पराइसिन्न जीवको होइन, जीव भनेको हामी होइन। त्यो पढ्दै गर्दाखेरि आइहाल्छ त्यसमा। यो जुन सत्वगुण रजोगुण र तमोगुण भन्ने छ नि, यो 3 गुणको बारेमा मात्रै थाहा पायो भने त मान्छेले जन्मै लिनु पर्दैन भनेर गीतामै भनेको छ।